ओटीसी रोमन रेन्जले भनिसकेको छ मलाई थाहा छैन कि यो च्याम्पियन चाहिँ यति अल्छी हो कि क्राउड नै यति अल्छी हो कि तिमीहरू सबैजना सिएम पङको च्याम्पियनसिपको अन्तिम एक महिना चाहिँ मजासँगले चाहिँ इन्जोय गर भनेर चाहिँ ओटीसी रोमन रेन्जले चाहिँ भनेको छ। अब कुरा गरौँ सेथ फ्रिकिन रोलेन्सको बारेमा। सेथ फ्रिकिन रोलेन्स चाहिँ हिजो इलिमिनेसन चेम्बरमा चाहिँ फर्केर आयो। अब रिपोर्टले भनिरहेको छ कि सेथ रोलेन्सको चाहिँ रेसलमेनिया 42 मा चाहिँ म्याच चाहिँ हुनेवाला छ भनेर चाहिँ रिपोर्टले चाहिँ भनिरहेको छ। अब कुरा गरौँ लोगेन पलको बारेमा। लोगेन पलले चाहिँ भनिसकेको छ इलिमिनेसन चेम्बरमा चाहिँ मैले चाहिँ 3 जनालाई चाहिँ इलिमिनेट गरे। साच्चै भन्नु पर्दाखेरि त्यो म्याचको चाहिँ एमभीपी चाहिँ मै थिएँ। सबलाई थाहा थियो कि त्यो इलिमिनेसन चेम्बर चाहिँ मै जित्नेवाला थिएँ अनि त्यो म्याच जितेर चाहिँ म मेन इभेन्ट अफ रेसलमेनिया चाहिँ गर्न जानेवाला थिएँ। रेफ्रीहरू एक्जिक्युटिभहरूलाई चाहिँ लाज हुनुपर्ने सेथ रोलेन्स त्यसरी चाहिँ पस्यो। म चाहिँ तिमीहरूको चाहिँ निश्चित रूपमा हुने च्याम्पियन चाहिँ मै थिएँ भनेर चाहिँ लोगेन पलले चाहिँ भनेको छ। अब कुरा गरौँ एजेलीको बारेमा। एजेलीले चाहिँ भनिसकेको छ म चाहिँ यहाँनिर चाहिँ सिएम बङसँग चाहिँ एकचोटि चाहिँ ट्याग टिम म्याच गर्न मात्रै आउन आँटेको जस्तो मलाई लागेको थियो। म चाहिँ इलिमिनेसन चेम्बरमा जानुभन्दा अगाडि चाहिँ धेरै नर्भस भएको थियो अनि मलाई चाहिँ सपोर्टको खाँचो थियो अनि मलाई सिकागोले चाहिँ दामी सपोर्ट चाहिँ दियो अनि अहिले चाहिँ म तिमीहरूको वुमेन सिटर कन्टिनेन्टल च्याम्पियन भएर चाहिँ तिमीहरूको सामु चाहिँ उभिएको छु भनेर चाहिँ एजेलीले चाहिँ भनेको छ। अब कुरा गरौँ ड्यान हाउसेनको बारेमा। ड्यान हाउसेन चाहिँ भोलिको मन्डे नाइट रोमा चाहिँ आउनेवाला छ अनि ड्यान हाउसेनले चाहिँ भनेको छ भोलिको मन्डे नाइट रोमा आएर चाहिँ म जेनरल म्यानेजर स्टोन कोल्डसँग चाहिँ भेट्न चाहन्छु भनेर चाहिँ ड्यान हाउसेनले चाहिँ भनेको छ। ड्यान हाउसेन चाहिँ एकदम सिरियस एकदम स्केरी क्यारेक्टर चाहिँ छ जस्तो मलाई लागेको थियो तर एकदमै फनी क्यारेक्टर चाहिँ छरेछ। अनि सुन्नु है त ड्यान हाउसेनले के भनेको छ। ड्यान हाउसेनले चाहिँ फेरि भनेको छ ड्यान हाउसेनले चाहिँ कहिले डरको चाहिँ जिमको मालिक हुनु पाउँछ भनेर चाहिँ ड्यान हाउसेनले चाहिँ भनेको छ। अब कुरा गरौँ ऱ्यान्डी ओर्टनको बारेमा। ऱ्यान्डी ओर्टनले चाहिँ भनिसकेको छ म चाहिँ जोन सिनाको 17 टाइम वर्ल्ड च्याम्पियन बन्ने रेकर्ड चाहिँ म तोड्न चाहन्छु भनेर चाहिँ ऱ्यान्डी ओर्टनले चाहिँ भनेको छ। यो हप्ताको फ्राइडे नाइट स्म्याकडाउनमा ड्रू मैकिन्टायरले आफ्नो अनडिस्प्युटेड डब्ल्युडब्ल्युई च्याम्पियनशिप दाउमा लाउनेवाला छ कोडी रोड्ससँग। अब कुरा गरौँ ऱ्यान्डी ओर्टनको बारेमा। ऱ्यान्डी ओर्टनले चाहिँ भनिसकेको छ मैले चाहिँ इलिमिनेसन चेम्बरमा कोडी रोड्सलाई चाहिँ आर्क्यो भनेर चाहिँ मैले जितेकोमा चाहिँ मलाई कुनै पछुतो लागेको छैन। यो चाहिँ इलिमिनेसन चेम्बर म्याच हो, एभ्री म्यान फर हिमसेल्फ हुन्छ। म चाहिँ यस्तो धोका चाहिँ जति पनि दिन सक्छु भनेर चाहिँ ऱ्यान्डी ओर्टनले चाहिँ भनेको छ। अब कुरा गरौँ ऱ्यान्डी ओर्टनको बारेमा। ऱ्यान्डी ओर्टन चाहिँ यो वर्षसँग चाहिँ जम्मा आफ्नो करियरमा चाहिँ 3 चोटि चाहिँ रेसलमेनियाले चाहिँ मेन इभेन्ट चाहिँ गर्नेवाला छ। अब कुरा गरौँ सेथ रोलेन्सको बारेमा। सेथ रोलेन्सले चाहिँ मार्क्स हटाएको टाइममा जम्मा 27 मिलियन भ्यू चाहिँ आएको थियो। अब कुरा गरौँ रिया रिप्लीको बारेमा। रिया रिप्लीले चाहिँ भनेको छ मामी चाहिँ अब रेसलमेनियामा चाहिँ आउँदैछ। जेड कार्गिल आफ्नो जुत्ता लाएर चाहिँ ठिक्क भएर बस अब रेसलमेनियामा चाहिँ हाम्रो बीचमा चाहिँ युद्ध हुनेवाला छ भनेर चाहिँ मामी रिया रिप्लीले चाहिँ भनेको छ। अब कुरा गरौँ मिस्ट्री बक्सको बारेमा। मिस्ट्री बक्समा चाहिँ जम्मा चाहिँ 12 दिन चाहिँ ड्यान हाउसेन चाहिँ बसेको थियो अनि ड्यान हाउसेनले चाहिँ भनेको छ ड्यान हाउसेन चाहिँ अझै बाँचिरहेको छ। ड्यान हाउसेन चाहिँ तिमीहरूको टिभी भित्र चाहिँ छ भनेर चाहिँ ड्यान हाउसेनले चाहिँ भनेको छ।